मात्रै होइन धेरै ठाउँमा यसरी सङ्घ प्रतियोगितामा चाहिँ धेरै ठाउँमा धेरै पटक प्रथम पुरस्कार हासिल गर्न सफल हुन्छ उहाँ। एकदम राम्रो कुरो हजुरले पाउनु भएको छ र हजुरहरूलाई चाहिँ उहाँले मजाले सिकाउनुहुन्छ है। तीमाथि पनि मैले जानेको कुराहरू केही कुराहरू चाहिँ म भन्न गइरहेको छु। अब हजुरले यतिको बजाउँदै हुँदो रहेछ 2 दिनमै यति धेरै जान्नु राम्रो कुरा हो, धेरै राम्रो कुरा हो। अब उहाँको छेउमा मैले त के धेरै त भनिराख्नु, त्यही पनि म के भन्न गइरहेको छु। अब सङ्घ प्राय गरी अब कसरी समात्दा सहिलो हुन्छ उहाँले पनि भन्नुभएको छ नियमअनुसार। त्यही पनि म चाहिँ प्राय गरी यसरी समातेर चाहिँ प्राय गरी म चाहिँ बिचबाट बजाउँछु। कसैले अब साइडबाट पनि बजाउन सक्नुहुन्छ, कसैले बिचबाट र कसैले चाहिँ यतापट्टिबाट। अब हुन त नियमअनुसार दाहिनेपट्टिबाटै बजाउनु पर्ने त हो, तर पनि आफूलाई असुविधा भयो भने मतलब आफूले जानिएन भने चाहिँ बिचमा पनि राखेर बजाउन सकिन्छ। बिचमा कोटको भागको बिच भागबाट चाहिँ हामीले के गर्नुपर्छ भने सास्tai अर्को तरिकाले निकाल्नुपर्ने हुन्छ है। त्यो सन्देशहरूले भनिहाल्नु भएको छ, त्यो पनि मेरो कुरा मात्रै भन्दैछु म। त्यहाँदेखि सङ्घ ठिक खालको हुनुपर्छ, धेरै ठुलो पनि होइन र धेरै सानो पनि होइन। प्राय गरी सङ्घ भनेको चिलो खालको अलिक गरम वेट भएको अनि गाढा सेतो कलरको, अब सेतो सबै सेतो भइहाल्छ, त्यो पनि चिलो कलरको हुनुपर्छ होइन। अलिकति वेट भएको विशेष गरेर चाहिँ अलिकति ओजनदार हुनुपर्छ। त्यो भइसकेपछि प्राय गरी प्रातःकालीन समयमा शङ्ख वादन गरेको राम्रो, शङ्ख बजाएको राम्रो हुन्छ, खाली पेट हुन्छ र अब कसरी बजाउने भन्दाखेरि त यो शङ्खलाई यसरी म चाहिँ यसरी राख्छु प्राय गरी भित्रमा, यसरी राखेर चाहिँ अब यता पनि नजाउँ हामीले। पहिले सुरुमा चाहिँ हामीले यति मात्रै सिके पनि हुन्छ, सन्तोष गुरुले भनेको चाहिँ यसरी गरेर यति मात्रै गरौँ अहिले है। त्यो पनि फिराउनु पनि पर्दैन, त्यो पनि पर्दैन। त्यस पछाडि भनेको चाहिँ अब यो शङ्खले यसरी बिचमा जहाँबाट हावा जहाँ पहिलो हुन्छ त्यहाँ राखेर चाहिँ शङ्खलाई अलिकति म चाहिँ त्यसो गर्छु है। शङ्खलाई अलिकति प्रेस आफ्नो ओठतिर धकेल्ने, जुन हामीले जब दोहोरो बजाउन हालिन्छ नि त्यतिखेर चाहिँ शङ्खलाई चाहिँ आफ्नो ओठतिर चाहिँ अलिकति प्रेस गर्ने, अनि आफूले जुन हावा गरे हुन्छ नि त्यसले त्यसको डबल नै गर्नुपर्ने हुन्छ। त्यसो गर्दाखेरि चाहिँ शङ्ख हुन्छ प्राय गरी। अब हाम्रो यही आवाज शङ्खमा जाँदाखेरि चाहिँ ठुलो हुने मात्र हो, यति सिके हुन्छ पहिले चाहिँ। यही चिज भित्र गएर ठुलो सुन्नु भएको मात्रै हो, चिज चाहिँ यति मात्रै हो है। त्यो भएर अरू बेलै पनि यसो मतलब चाहिँ यो गर्दाखेरि पनि अभ्यास गर्दा हुन्छ। त्यसलाई चाहिँ हेरी चाहिँ